आजकल धेरै धेरै घटना घटना घटेको छ। धोका पाउँदा मान्छेहरू आत्महत्या गर्ने पनि छ। आजकल धेरै धेरै सुसाइड हुनु थालेको छ। डिप्रेसनको कारणले नै आयु घटेको छ। आजकल धेरै धेरै घटना घटेको छ। आमा बाबा नानी छोरी पहिल्यै जाने पनि छ। हाँसेर के बोल्नु आमा बाबा छुटेपछि। आमा बाबा नभएको नानी टुडो हुन्छ। सबै थाहा छैन उनीलाई कसरी म एक्लै बस्नु। आमा बाबा टाढा भई कसरी म जिउनु होला। अझै फेरि 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 घटना घट्नु बाँकी नै छ। आफै सेफ्टी बस्नु संसारले नै देखाउँदैछ।